हाई एभ्रिवान र आज चाहिँ म मर्निङमा एकदमै छिटो उठेर चाहिँ खोकीको दबाई बनाउँदैछु होममेड खोकीको दबाई है। अहिले चाहिँ एकदमै सर्दीमा चाहिँ अब यो खोकी लाग्नु है मार्गी लाग्नु रुगा मार्गी एकदमै बेसी हुन्छ र मलाई हेल्प गर्नुहुँदैछ मेरो हस्बेन्डले है। हस्बेन्डले चाहिँ यहाँनिर जैदाना पिसेर लगाइदिनु भएको छ है। अनि त्यसको बादमा चाहिँ हामीले मेथी आमाले मेथी भुट्नु भन्नुभएको थियो है मेरो सासुआमाले अनि प्लस मेरो मम्मीले पनि भन्नुभएको थियो र हामीले मेथी भुटेर चाहिँ मजाले यसलाई पिस्दैछ। त्यसको बादमा मैले यहाँनिर एड गरेको छु अदुवा जैदाना है अनि दालचिनी त्यसको बादमा चाहिँ ज्वानो है ज्वानो भयो। यो सबै चाहिँ एकदमै राम्रो हाम्रो लागि अब हाम्रो उसको लागि बडीको लागि चाहिँ है। यो ज्वानोले चाहिँ हाम्रो ग्यास्ट्रिकहरू पनि ठिक गर्छ है। अनि जैदाना अन्त मैले अघि नै भनिहालेँ दालचिनी अनि अदुवा है। अनि मैले यहाँ ग्यासमा यसरी छोडिदिएँ है ग्यासमा उम्लिनुको लागि र यसको सेन्ट स्मेल चाहिँ एकदमै मिठो खालके एकदमै खौँ लाग्ने है त्यस्तो भइरहेको थियो है। अनि यसमा चाहिँ तपाईँहरूले यो भइसकेपछि तपाईँले यहाँबाट निकालेर राखिदिने है। मैले चाहिँ हल्दी एड गर्नु बिर्सेछु र त्यसको बादमा मैले हल्दी पनि एड गरेको छु। फेरि हल्दी हालेर चाहिँ मैले फेरि यसलाई उमालिदिएको छु है। अनि 5 मिनटसम्म उमालेर चाहिँ मैले यसलाई निकालेर है सेलिनु दिएँ। अलिकति सेलिसकेपछि यसमा मैले अब अदुवा मेथी त अब एकदमै तितो भएर खानु सक्दैन नि त है। त्यो भएर चाहिँ मैले यहाँनिर म एड गरेको छु है। तपाईँहरूले म एड गर्दा पनि हुन्छ अदरवाइज तपाईँहरूले चिनीलाई नै पकाउनु हुँदा पनि हुन्छ है। र मैले चाहिँ म एड गरेको छु यहाँ मलाई बहिनीले ल्याइदिनु भएको थियो हिजो अन्त त्यही एड गरिएको छु। त्यसको बादमा चाहिँ हामीले यसलाई छानेर खाने है। तपाईँहरूले यसलाई चिया तार्ने छपनीमा छान्दा पनि हुन्छ है। मैले चाहिँ त्यत्तिकै उयो गरेको छु। अनि यो जुन चाहिँ रको छ यसलाई चाहिँ तपाईँहरूले नफ्याँक्ने यसलाई 2-3 पल्टसम्म पनि तपाईँहरूले पकाएर खान सक्नुहुन्छ।